कति समयमा बन्द रहेछ रानीवनको यो भ्यू चाहिँ डाँडा काँडा हाम्रो सम्धी पुरा टोपी त मिलाएर पानी पऱ्यो बेला होइन छाता अन्त सम्धी छाता ठिक छ कस्तो अँध्यारो देखिआयो है क्यामेरा पनि सम्धीलाई एउटा कुरा थाहा छ अस्ति नै सुधन गुरुङको अन्डामा त माछाको काँडा पऱ्यो अरे नि त हो यसो भनेर त्यो न्युजमा हो खै त्यो मैले भने न्युज त आएको छैन होला हो आएको छ मेरोमा खै मेरोमा न्युज त आएको कस्तो यदि मलाई चाहिँ फेरि अचम्म लाग्यो त्यो एउटा पत्रकारलाई चाहिँ त्यो प्रश्न गराएर रहेछ अनि त्यसपछि फेरि एकजना बहिनीले चाहिँ त्यसलाई चाहिँ भिडियो बनाएर हुन्थ्यो कि ए पत्रकार भाइ सुधन गुरुङको अन्डामा होइन क्या उसले खाना लगाएको अन्डामा चाहिँ माछाको काँडा परेको थियो होइन यसो भनिरहेको थियो अब ज्याकेट लाउँछु भनेको छैन ज्याकेट नै हाले जस्तो लाग्थ्यो ज्याकेट ठिक छ पानी परेको मौसममा मजाले हिँड्नु पाइएछ दिनभरि घाममा छ हिँड्नै पऱ्यो मकै पाक्दैछ रानीवनमा टक्क लाएर है ऊ त्यो हामी देखिन्छ देखिँदैन हिँडेको देखिन्छ हैनमा देख्छ होला कति समयमा पुगिँदो रहेछ भनेर क्या गाडी आइरहेको छ टाढा पानी पर्दैछ तर मौसम एकदम दामी छ भनौँ न है दामी छ मौसम सबैजना छाता उडाएर हिँडेको छ हामी चाहिँ छैन है छैन छाता पनि त्यहाँको त्यही हो छाता पनि अब पानी पऱ्यो छाता छैन छाता हुनेसँग हाम्रो नातै छैन त पहिलो कुरो है त्यो भएर रित्तो छ हामी किन्छु भनेको अब हुँदैन त नि यस्तै हो रानीवन भाइ छ गैरी गाउँबाट यस्तै हो बाटो मसले यत्रो बनाएन है त्यसले भन्ने चाहिँ मतलब फाल्दैन फाले कि के गर्यो उसले कस्तो देख्दो रहेछ भनेर एउटा भिडियो बनाइदिउँ भने कालो देख्दो रहेछ मौसमले अहिलेको कालो होइन हिँड्दै हिँड्दै जाउँ देख्छ कस्तो कस्तो चिजहरू भनेर बाटोमा चिजहरू यति खतरा है यो चाहिँ के चोक भन्छ अरे सम्धि यसलाई बुद्ध चोक भन्छ बुद्ध चोक यो चाहिँ स्कुल रहेछ है यस्तो यस्तो राम्रो राम्रो छ आर्टहरू कस्तो दामी देखिआयो हाम्रो पप्पी सरी हिँड्दै जाँदा हामी भिजिन्छ होला पुग्दाखेरि गएर गाउँ पुग्दाखेरि है सर ठ्याक्कै भन्नुपर्दा रानीवनको बुद्ध चौक होइन त यो त्यहाँ हाइसमाथि चाहिँ माइक्रोमाथि चाहिँ के लोड हुँदैछ बाइक बाइक सरर सरर रात पर्न लागिसक्यो है जहिले ढिलो हुन्छ है हाम्रो ड्युटी नै त्यस्तै है खालि ढिलो हुने भने वन पाखा टक्कसँगले देखिया छ यो चाहिँ क्युटी कि ब्युटी पार्लर रहेछ यो भिजिन्छ सम्धि यहाँ पर कहाँनिर एउटा धारा थियो नि सम्धिलाई थाहा छ यता कहाँ पो पानी धारा कि कुवा छ नि यता कहाँ यहाँपट्टितिर कहाँ हो यहाँपट्टितिर एउटा दाइ हाम्रो पहिला बस्थ्यो कि त्यो पर गुम्बा छेउमा उनीहरू पानी भर्ने त्यहाँ पानी मिठो छ भन्छ कि यहाँ मासतिर कहाँनिर हो
सरर बाटोमा हिँड्यौँ टाइम हेर्दै हेर्दै एउटा भिडियो बनाउँदै भने आदर्श कोलोनी सनराइज हाइट यता कोलोनी जङ्गल पो राम्रो देखिन्छ कि क्या बरु यस्तो है पाखातिर जङ्गलै जङ्गल छ यो बाटो नि थुप्रै हिँड्ने नै सम्झि उता जाँदा क्या 3 पिपले ड्युटीमा जाँदाखेरि 3 पिपले भन्छन् मुख भन्छन् जङ्गलै जङ्गल हो नि त पर जङ्गलै जङ्गल बाटो रहेछ पानी परेका छन् यहाँनिर पानी जम्मा भएर यो मकै पाक्यो है सम्धि पानी हेर न मकै बारीमा छोरा छ नि त्यही भएर पाकेको छ सरर हरर जङ्गल चाहिँ सही छ हाम्रो पनि भिडियोमा 4-5 भ्युज त आउँछ नि हौ सम्धि 4-5 5 जति चाहिँ आउँछ हो टेन्सन छैन त्यति त ठोकेरै भन्छु नि रानी पनि यो बाटोमा हिँडेको पनि आज 5 दिन कि 6 दिन भइसक्यो है बिहान बिहानै बेलुका बिहान बेलुका हिँडेकै हजुर भोबाल बनाउने हो नि सम्झे पानी परेर है जहिले पानी पर्ने भने बेलुका पानी भइसक्यो होइन सम्झे यो बोटलाई के भन्छ अरे एबगाडा गाडा कि के अरे एबगाडा यो फल्ने सिजन होइन अहिले एउटा देख्दैन त गेडा त तर हामीले जुन मान्छे खाइरहेको नि त त्यसले मात्रै फेरि एकदम फेरि डाइट नै खान्छ म चाहिँ मन लागेन हौ एकचोटि खाएको त्यो खानै मलाई हेर्दा चाहिँ कस्तो खाउँ दामी लाग्यो होइन खाइदिएको टेस्ट नै नहुनु चाहिँ खाने बानी नभएर हो यो चाहिँ भगटेको डल्लो हेर्नु त भगटेको कति धेरै छ सम्धि यो काठमाडौँमा भगटेर ऊ चाहिँ फलेको मैले देखेँ हौ के अरे अर्को हल्लान बेतकी के अरे हल्ला बेतकी अरे त्यो चाहिँ बेसमारी नै फलेको देखेँ भगटेर त्यो चाहिँ मैले सरर यहाँ पो फलाएर छ बगार त ठुलो तरिकाले
गुम्बा होइन रातो गुम्बा खतरा है माथितिर चाहिँ जानु पाउँछ पाउँदैन होला कहिले जानु भएको छ तपाईँ माथितिर पाउँछ त्यहाँ जानु भएको छ म त कहिले गएको छैन यतै बसेको त थुप्रै भइसक्यो तर कहिल्यै हिँडेको छैन ताबाट है रेड गुम्बा माथि त्यो वाला जुम तानेर हेरौँ न के देखिन्छ जुमै आउँदैन त रेड गुम्बा काठमाडौँ स्वयम्भू डाँडा पनि पर देखिँदो रहेछ अलिअलि है त गुम्बा ल सरर पत्रकारजी भनेको छ पत्रकारजी तपाईँको भैयाको कुरा भन्नु न है के भैया होइन कति कस्तो खतरा आउँछ भने होइन मैले हेरेको छैन नि त्यो भिडियोहरू होइन वास्ते कि बास्ते होइन चप 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 भन्छ नि त अनि फेरि जे खानेकुरा हुन्छ नि त भन्छ क्या गुम्बा है जङ्गलमा ठिक छ त त्यही छ हाम्रो यात्रा रानीवन टु गोरी गाउँको होइन यात्रा पानी परेको छ बिहान र बेलुका हिँडाइ छ के गर्नु यो बिहान बिहानै है मर्निङ वाक आउने मान्छेहरू हुन्छ यहाँ टुङ 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 कुदिया छ दौडिया छ सबैजना मन्दिर पनि छ यहाँ यी झाक गरिहाल्नुहुन्छ भाइ साहब गुम्बा कस्तो मजाले देखिन्छ है गुम्बा गुम्बा छ मजाले यता पाखै है जानेर हेरौँ न मान्छे चाहिँ छैन जाउँ सम्धी सरर यो हाम्रो सम्धी डिरेक्टर टोपी लगाएको छ सम्धीले दामी अब पुष्पा 3 डिरेक्सन गर्ने होइन त सम्धी हजुर तपाईँले पुष्पा 3 डिरेक्सन गर्ने होइन त डिरेक्टर टोपी हो नि त यो डिरेक्टर टोपी हो नि होइन सरर छकडोलको गुम्बा त्यो चाहिँ त्यो माथि पर है देखिँदैन पानी परेर देखिँदैन होइन त्यो गुम्बा हत्ती डाँडाको सरर नर्सिङ होस्टेल मेरो भिडियोमा पनि त यहाँ है यहाँ के हो नि के हो पानी के हो पानी झरेको हो क्या क्यामेराबाट त्यही त सरर सरिरहेछ होइन भने यहाँ एलो गुम्बा तल गुम्बाको एरिया छ क्या यता है सरर हरन बजाइहाल्यो यस्तो लेखेको पनि छ भित्तामा है
के अरे सम्धि फेरि भन्नु न के भन्नु न फेरि के अरे वास्ते हुन्यो सिङ्गल टी माथि हेरेर बलिरहेछ चडक्कसँगले अस्ति कि बस्ती अरे अस्ति कि बस्थ्यो भुइँयो अरे तलबाट होइन सम्धि तलैबाटै जाउँ है आज तलैबाट जाउँ है कि माथिदेखि जाउँ भने तलैबाटै जाउँ माथिदेखि के जानु माथि हो तलैबाट जाउँ न के चाहिँ हुन्छ र होइन जानै होइन के उकालो हिँड्नु है गएर नि पुग्ने पनि त्यही ठाउँ हो त्यही हो घुमै फेरि जाने पनि त्यही हो तर मेरो टाउको धेरै चाहिँ भयो नि सानो नि टोपी नै भिजिसक्यो भने सर र स्वयंको अलिक देखिँदैन रहेछ है नगरपालिका दर्शकहरूलाई 2 नम्बर वडा के पानी परेर राम्रो देखेको छैन सम्धि पानीले यता हामी लाग्छौँ यता सर